के तपाईहरूलाई पनि विगत 2 हप्ता अथवा 2 हप्ता बढी समयदेखि राति राम्रोसँग निद्रा नलाग्ने, निद्राबाट अकस्मात बिउजने, नराम्रो सपना देख्ने, छटपटी हुने, बिहान उठ्दा शरीर भारी हुने, फ्रेस नहुने आदि समस्याहरू देखा परिरहेको त छैन? अथवा कसैसँग बोल्न मन नलाग्ने, घुलमेल हुन मन नलाग्ने, आफ्नो आफन्त साथीभाइहरूसँग कुरा गर्न मन नलाग्ने, एकान्तमा बसिराख्न मन लाग्ने आदि समस्याहरू देखा परिरहेको त छैन? अथवा सास फेर्न गाह्रो हुने, सास अड्के जस्तो हुने, एक्कासी मुटु ढुकढुक हुने, डराउने, तर्सिने, अत्याधिक चिन्ता हुने आदि समस्याहरू देखा परिरहेको त छैन? अथवा आफ्नो रिसलाई कन्ट्रोल गर्न नसक्ने, एकदम धेरै इरिटेट हुने, आफ्नो कुराहरू कसैले बुझ्दैनन्, कसैले सुन्दैनन् भन्ने महसुस भइराख्ने आदि भएको त छैन? शरीरका अङ्गहरू बारम्बार दुख्ने, जस्तै हात गोडा झमझमाउने, दुख्ने, रिङ्गाटा लाग्ने, छाती भारी भए जस्तो हुने, अत्याधिक टाउको दुख्ने, मर्छु कि अथवा केही नराम्रो होला कि भन्ने चिन्ताले सताइरहेको त छैन? अथवा विगतका घटनाहरूको एकदम धेरै झझल्को आउने, डर लाग्ने, आत्तिने, विगतका कुराहरूले एकदम सताइराख्ने, जसले गर्दा चाहिँ तपाईँको निद्रा, खानपान आदिमा समस्याहरू पुर्याइरहेको त छैन? अथवा आत्महत्याको सोच बारम्बार आउने, जिन्दगीदेखि एकदम वाक्क दिक्क हुने, केही गर्न सक्दिनँ कि, भविष्य एकदम अन्धकार देख्ने आदि समस्याहरू भइरहेको त छैन? यदि यी विभिन्न समस्याहरू देखिरहेको छन् भने हामीहरूले निःशुल्क अनलाइन काउन्सिलिङ सेवा सुरु गर्न गइरहेका छौँ। तपाईँ अथवा तपाईँको नजिकको आफन्तमा, साथीभाइमा यो समस्याहरू छन् भने तपाईँहरूले आफ्नो विवरण म्यासेज मार्फत टिपाउन सक्नुहुनेछ र यो भिडियो पनि हजुरहरूले जतिसक्दो धेरै सेयर गरेर सहयोग गरिदिनुहोला। तपाईँको एउटा सानो सहयोगले धेरै मान्छेको स्वास्थ्य अथवा जिन्दगी राम्रो हुनेछ। धन्यवाद।